नेपाली इतिहासको माया प्रकृतिको लाग्छ कला भाषा र भेषको पुर्खाको मन्त्र यो जप्छु चौतारीमा बसी जननी जन्मभूमि च स्वर्गादपि गरीयसी जहाँ छन् बुद्धका स्निग्ध शान्त र सुन्दर त्यहाँ छ शान्तिको क्षेत्र मेरो राष्ट्र जीवन अद्भुत छ यसमा सच्चाई छ सृजना छ सुन्दरता छ सत्यको बलमै सृजनाको आविर्भाव हुन्छ जब कलात्मक लालित्यमा लहरिँदै सृजनाको प्रवाहले कल्पौंको यात्रा पूरा गर्छ अनि एउटा काव्य बन्छ काव्यले विज्ञानको पखेटा जोडेर जब आकाशको उडान भर्दछ तब काव्यले कल्पनाको सीमा तोड्छ र विज्ञानले पदार्थको जब कला काव्य र विज्ञानसँगै हातेमालो गर्दै उर्लन्छ तब एउटा सुन्दर सचित्र प्रफुल्लित जीवन दर्शन बन्दछ हो यही हो बुद्ध दर्शन भनेको जहाँ जीवनका वास्तविक गरिमा सत्यम शिवम सुन्दरमको परिचय हुन्छ जहाँ शान्त स्निग्ध र सौम्यताको अनुभूति हुन्छ जहाँ गाथाले नै व्यथालाई निर्मूल पारिन्छ हो यही हो बुद्ध दर्शन My name is Paul from California, USA. It's very calming knowing the story of Buddha. फर्केर आएर यसो हेरेको त भित्र छिटेपछि त हामी त अचम्म माने क्या एकदम रमाइलो छ होइन रोबोटिकहरू यसो बनाएर चाहिँ पुरा काल्पनिक जस्तो गरेछ आफूलाई चाहिँ जो त्यसमा डुबाउने गरी चाहिँ पुरा बनाउनु भएको छ कि यहाँ दाइले नेपालमा चाहिँ यस्तो खालको मैले कहिले पनि देखाएको थिएँ कि तपाईँहरूले जुन किसिमको त्यहाँ सजावट गर्नुभएको छ जुन किसिमको एउटा जीवन्तता दिन खोज्नु भएको छ त्यो अत्यन्तै राम्रो यहाँ मैले सोचेको भन्दा एकदमै डिफ्रेन्ट पाएँ एकदमै फरक पाएँ जुन कुरा चाहिँ मैले यस्तो होला भन्ने कुरा यहाँ कल्पना नै गरेको थिएन अति नै राम्रो छ म त एकदम भित्रै बसेर एकदम सेन्टी नै भएँ There are three things any visitor to this place wish and I feel your effort fulfilled in giving them all the three things enjoying, informative and teaching us. मलाई त यो अति उत्तम लाग्यो र एउटा सिम्पल साधारण भाषामा ज्यादै शिक्षा दिने खालको छ हाम्रा विद्यार्थीहरूलाई हाम्रा युवावर्गहरूलाई यहाँ चाहिँ एक किसिमबाट अनिवार्य रूपमै अवलोकन गराउन पाएमा धेरैलाई यसबाट फाइदा हुन्छ भन्ने कुरा विश्वास छ यो कसले सुरु गर्यो के गर्यो यो एकदम महान व्यक्ति हो जस्तो लाग्छ मनबाट शान्ति पनि आयो खुसी पनि लाग्यो कि हाम्रो बुद्ध अझै पनि नेपालमा यति शान्तिपूर्वक हुँदो रहेछ र यो जसले क्रिएट गर्यो उहाँलाई म भेट्न चाहन्छु गौतम बुद्धको जीवनीमा आधारित भएर उहाँको जीवनका महत्त्वपूर्ण घटना र उहाँका महत्त्वपूर्ण उपदेशहरूलाई विभिन्न आर्ट बसाइमा रङ्गमञ्च शैलीमा प्रस्तुत बुद्ध दर्शन नेपालकै पहिलो र एकमात्र रोबोटीय रङ्गमञ्च हो बुद्ध दर्शन विगत 3 वर्षदेखि नेपालकै स्थानीय लुप्त प्रतिभाहरू कलाकारहरू सङ्गीतकारहरू साहित्यकारहरू इन्जिनियर र वैज्ञानिकहरू अनि उत्प्रेरकहरूको सामूहिक मेहनत र बुद्ध पुरुषहरूको आशीर्वाद एवं नेपालीहरूको बुद्धप्रतिको श्रद्धाको उपज हो बुद्ध दर्शनलाई हामीले खुल्ला नयनको ध्यानागारको रूपमा परिकल्पना गरेका छौँ विशेषतः पर्यटकीय सहर पोखराको छोरेपाटन स्थित पाताले छाँगोसँगैको लक्ष्मी प्लाजा भवनमा बुद्ध दर्शनले सांस्कृतिक साहित्यिक तथा प्राविधिक माध्यमबाट थप पर्यटक आकर्षण गर्ने र पर्यटकहरूलाई बुद्धको मार्ग चिनाउन मद्दत गर्दैछ
धम्मं शरणं गच्छामि संघं शरणं गच्छामि। त्यस्तो केही होइन, म आफै रोएको, म स्पष्ट देखिरहेको छु। राजकुमारमा महानता निहित छ। राजकुमारले यस ब्रह्माण्डका सारा रहस्यहरूलाई उद्घाटित गरिबक्सनेछ। उहाँको घर यो आकाश र पृथ्वी दुवै हुनेछन् महाराज। यसमा तिमीलाई के भन्नु छ सिद्धार्थ? महाराज, यहाँ अहिले घाइते छ। मैले यसको उपचार गरिरहेको छु। मैले यस हाँसलाई देवदत्तकै जिम्मा लगाइदिए भने उसले यसलाई मार्नेछ। यसलाई अहिले हेरचाह चाहिएको छ। सिद्धार्थ, यो हाँस तिम्रै हो, लैजाऊ। प्रिय मित्र छन् न, ती व्यक्ति किन त्यसरी हिँडिरहेका छन्? राजकुमार, उनी वृद्ध भएकाले कमजोर छन्। के हामी पनि एक दिन उनी जस्तै वृद्ध हुन्छौं? प्रिय मित्र छन् न, तिमी यो कण्ठहार ल्याऊ। यस बाटोमा लाग्ने प्रत्येक व्यक्तिले दुईवटा अतिवादलाई त्याग्नुपर्छ। पहिलो अति भोगवाद र दोस्रो निराहार तप। यही त हो बुद्धको सन्देश, हामी नेपालीको गौरव र हाम्रो मौलिक सम्पदा। बुद्ध दर्शनका माध्यमबाट हामी सबै यहाँहरूको हृदयसँग अझै समीप हुने आशाका साथ यसको अवलोकनका लागि हार्दिक आमन्त्रण गर्दछौँ।